नमस्ते, स्वागत छ यहाँहरु सबैलाई मेरो अफिसियल युट्युब च्यानल रिटर्न विथ महेश कोलीमा। आज पनि म तपाईहरुको लागि अर्को भिडियो लिएर आएको छु। अस्ति मैले कार्यालय कार्यविधि र पत्र व्यवहारको बारेमा एउटा भिडियो बनाएको थिएँ। त्यसमा तपाईहरुले राम्रै प्रतिक्रिया दिनुभएको छ र आज म कार्यालय कार्यविधि अन्तर्गतकै एउटा हिस्सा दर्ता र चलानीको बारेमा एउटा भिडियो बनाउँदै छु। तपाईहरुले यो हेरेर मन पर्यो भने लाइक, शेयर र कमेन्ट गरिदिनु होला। म सुरु गर्छु। मैले सुरुमै भनिसके आज म तपाईहरुको लागि यो दर्ता र चलानीको बारेमा भिडियो बनाउँदै छु। दर्ता चलानीको बारेमा है, दर्ता र चलानीको बारेमा रजिस्ट्रेसन एन्ड डिस्प्याचको बारेमा मैले तपाईहरुको लागि भिडियो बनाउन जाँदै छु। सबभन्दा पहिला मैले प्रश्नबाटै सुरु गरे। प्रश्न नम्बर 1 मा मैले के भने भन्दाखेरि दर्ताको परिचय दिई यसको महत्व समेत लेख्नुहोस् भनेर। महत्व समेत लेख्नुहोस्। दर्ताको परिचय दिई यसको महत्व समेत लेख्नुहोस् भन्ने छ। मानौ 2+3 मा तपाईहरुलाई सोध्यो भने के हो त वास्तवमा तपाईहरुले कसरी लेख्ने भन्दा प्रश्न नम्बर 1 को उत्तर भन्ने है। प्रश्न नम्बर 1 को उत्तर अर्थात प्रन बनाउन सर्टकरीमा है 1 को उत्तर भन्ने टक्क बिचमा उत्तर, ठीक छ ल। दर्ताको परिचय भनेर मैले भने यहाँनिर है। दर्ताको परिचय अब दर्ताको परिचय भन्ने शीर्षक, किनकि क्वेशन 2 खण्डमा चाहिँ विभक्त गरेर सोधेको छ। दर्ताको परिचय दिई यसको महत्व समेत लेख्नु। के हो त वास्तवमा यो दर्ता भनेको? यो केही होइन साथीहरु। कार्यालयमा प्राप्त हुन आएका चिठी, पत्र, फाइलहरु, प्रतिवेदन लगायतका महत्त्वपूर्ण कागजातहरुलाई प्राप्त हुनासाथ अर्थात् प्राप्त हुने बित्तिकै त्यसको प्रारम्भिक अभिलेख राख्ने कार्य, सुरुवाती अभिलेख राख्ने कार्य के हो? दर्ता हो। सिम्पली तपाईहरुले यही भन्न सक्नुहुन्छ। मैले के भने भन्दाखेरि कार्यालयमा प्राप्त हुन आएका चिठी, पत्र, त्यसपछि चाहिँ फाइलहरु, प्रतिवेदन लगायतका महत्त्वपूर्ण डकुमेन्टहरुको अर्थात् महत्त्वपूर्ण कागजातहरुको सुरुवाती अभिलेख वा प्रारम्भिक अभिलेख जे भन्नुहुन्छ, सुरुवाती अभिलेख राख्ने कार्यलाई के भनिन्छ? अभिलेख राख्ने कार्यलाई है। अभिलेख राख्ने कार्यलाई के भनिन्छ? कार्यलाई दर्ता भनिन्छ भनेर भन्न सक्नुहुन्छ। दर्ता भनिन्छ एउटा कुरो यो, ठीक छ। सिम्पल कुरो छ। कार्यालयमा अन्य कार्यालय, सरकारवाला निकाय, कुनै व्यक्तिले विभिन्न किसिमका चिठी, पत्र, निवेदन, फाइल, प्रतिवेदनहरु पठाउँछन्। तिनीहरु चाहिँ भविष्यमा चाहिँ तपाईको के हुन्छन् भन्दाखेरि प्रमाणको रूपमा पेश गर्न एकदमै महत्त्वपूर्ण हुन्छन्। तसर्थ तिनीहरुको सुरुवाती अभिलेख प्राप्त हुनासाथ तिनीहरुको व्यवस्थित अभिलेख राख्ने अर्थात् दर्ता किताबमा जनाउ गर्ने कार्यलाई के भनिन्छ? दर्ता भनिन्छ है। अब अर्को मैले के भने भन्दाखेरि यो कार्यालय कार्यविधिको सुरुवाती बिन्दु हो। सुरुवाती बिन्दु, प्रारम्भिक बिन्दु जे भन्नुहुन्छ, स्टार्टिङ पोइन्ट भन्छ, सुरुवाती बिन्दु हो, ठीक छ ल। यसले कार्यालयमा कार्यको उठान गरी वा थालनी गरी है, उठान गरी चाहिँ कार्यालयलाई चलायमान
बनाउने भएकोले यसलाई के भनिन्छ? कार्यालयको रक्त सञ्चार पनि भनिन्छ, पनि भन्ने गरिन्छ, अर्थात् भनिन्छ, जे भन्नुहुन्छ कुरो एउटै हो, समेत भन्ने गरिन्छ भन्दा हुन्छ। यसले के गर्छ भन्दाखेरि कार्यालयमा कार्यको उठान गरी कार्यालय चलायमान बनाउने भएकोले यसलाई चाहिँ के भनिन्छ? कार्यालयको रक्त सञ्चार पनि भनिन्छ। अर्थात् यो यसले नभनेर सिधा सिधा कार्यालयमा कार्यको उठान गरी कार्यालयलाई चलायमान बनाउने भएकोले यसलाई भन्नाले कसलाई? दर्तालाई कार्यालयको रक्त सञ्चार भनिन्छ। किन भन्दा कार्यालयमा जब पत्र प्राप्त हुन्छ, पत्र चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि दर्ता गरिन्छ। दर्ता गरिसकेपछि सम्बन्धित शाखामा पठाइन्छ र सम्बन्धित शाखाले त्यो पत्र पढ्छन्। पत्रमा भनिएको कुरा चाहिँ उनीहरूले गर्न बाध्य हुन्छन्। सबै कर्मचारीले फटाफट काम गर्न लाग्छन्, जसले गर्दाखेरि कर्मचारीहरूले काम गर्नुपर्छ। कर्मचारीहरू चलायमान हुन्छन्। कर्मचारी चलायमान हुनु भनेको चाहिँ कार्यालय पनि चलायमान हुनु, कार्यालय सञ्चालन हुनु भनेको उसको रक्त सञ्चारले काम गर्नु भन्ने बुझिन्छ। सो दर्तालाई चाहिँ कार्यालयको के पनि भनिन्छ? रक्त सञ्चार पनि भन्ने गरिन्छ भनेर तपाईँहरूले भन्न सक्नुहुन्छ। ठिक छ। अब अर्को तपाईँहरूले के भन्न सक्नुहुन्छ भन्दाखेरि यसबाट कार्यालयमा कुन कार्यालयले कुन मितिमा कुन विषयको पत्र पठायो सोको व्यवस्थित अभिलेख रहन्छ वा राखिन्छ है। ल सोको व्यवस्थित अभिलेख रहन्छ, राखिन्छ भन्न सक्नुहुन्छ। यसको लागि तोकिएको ढाँचाको दर्ता किताबको प्रयोग गरिन्छ। भनेर मैले भनिदिएँ। ठिक छ, गरिन्छ। अनि अर्को मैले यसमा के थपेँ भन्दाखेरि दर्ता नम्बर प्रत्येक आर्थिक वर्षको सुरुवातसँगै अर्थात् प्रारम्भसँगै एकबाट सुरु भई क्रमशः के हुन्छ? बढ्दै जान्छ भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। क्रमशः बढ्दै जान्छ। ठिक छ। अब हेर्नुस् अब 2 नम्बरको लागि यति त तपाईहरुले लेख्न सक्नुहुन्न, तर मैले त दिनु पर्ने। कहिलेकाहीँ 2.5 मा सोधिदिन्छ के दर्ताको बारेमा मात्रै लेख्न, चलानीको बारेमा मात्रै लेख्न है, तलका विषयमा छोटो टिप्पणी लेख्नुस् भनेर सोधिदिन्छ। हो यस्तो हो भने यति लेख्न सक्नुहुन्छ। सो तपाईहरुले एक्जाममा लेख्दै गर्दाखेरि पहिलो 2टा लाइन भयो, दोस्रो यसले चाहिँ तपाईको यो 3टाले चाहिँ कति भयो 2 3 5 लाइन भयो। त्यसपछि चाहिँ तपाईको एउटा यो मात्रै थप्न सक्नुहुन्छ। 5-6 लाइन 2 नम्बरको लागि लेख्न सक्नुहुन्छ। यो भन्दा धेरै लेख्दाखेरि समय पुग्दैन। ठीक छ नि। सिम्पल छ। कार्यालयमा प्राप्त हुन आएका चिठी पत्र, फाइल, प्रतिवेदन है, निवेदन आदि जस्ता महत्त्वपूर्ण कागजातहरूको कार्यालयमा प्राप्त हुनासाथ सुरुवाती अभिलेख राख्ने कार्यलाई के भनिन्छ? दर्ता भनिन्छ। बुझ्नु भयो नि। अब यो चाहिँ कार्यालयको सुरुवाती बिन्दु हो, किनकि दर्ताबाट नै कार्यालयका सम्पूर्ण कार्यहरू के हुन्छन्? सुरुवात हुन्छन्। त्यसैले अब यसले कार्यालयमा कार्यको उठान गरी कार्यको सिर्जना गरी कर्मचारीलाई चलायमान बनाउने हुनाले यसलाई कार्यालयको रक्त सञ्चार पनि भनिन्छ। यसले कार्यालयको कार्यबोझ बढाउँदछ भन्न सक्नुहुन्छ। यसको लागि निश्चित ढाँचाको तपाईको दर्ता किताबको प्रयोग गरिन्छ है। अनि यसले के गर्छ भन्दाखेरि यसबाट के हुन्छ भन्दाखेरि कुन कार्यालयले कुन मितिमा
यसबाट कार्यालयमा कुन कार्यालयले कुन मितिमा कुन विषयको पत्र पठायो सोको व्यवस्थित अभिलेख रहन्छ, राखिन्छ भन्न सक्नुहुन्छ। ठिक छ। अब यो मूल दर्ता र शाखा दर्ता गरी दुई प्रकारको हुन्छ भनेर पनि तपाईहरुले भन्न सक्नुहुन्छ। र वर्तमान समयमा हाल ई दर्ता है प्रणाली अर्थात् तपाईको हाल दर्तालाई प्रविधि मैत्री बनाउन IT र ICT को प्रयोगमा जोड दिएको छ भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। अब दर्ताको परिचय यही भयो। अब दर्ताको महत्त्व के हुन्छ है। अब दोस्रो पोइन्ट हेर्नुस् है, मैले अलिकति भित्र लेखे दर्ताको परिचय सिधा छ। यही सिधा आएर मैले के भन्छु दर्ताको महत्त्व। यही सिधा आएर के भन्छु दर्ताको महत्त्व भनेर भन्छु। ठीक छ, दर्ताको महत्त्व। ठीक छ। अब हेर्नुस् है दर्ताको महत्त्व के त भन्ने सन्दर्भमा पहिलो कुरो त कार्यालयमा प्राप्त हुन आएका चाहिँ महत्त्वपूर्ण कागजातहरूको सुरक्षा र संरक्षण गर्न कसरी भन्दाखेरि तपाईको जब दर्ता हुन्छ, दर्ता भइसकेपछि कर्मचारीहरुकोमा जान्छ, उनीहरुले त्यो काम बाध्य भएर गर्नुपर्छ, त्यसको अभिलेखीकरण पनि गर्नुपर्छ, त्यसलाई सुरक्षित राख्नुपर्छ। दर्ता भएन भने फाल्दिने हुन्छ, मतलबै हुँदैन। ठीक छ। अर्को कुरो के भन्दाखेरि कार्यालयमा कार्यको उठान गरी कार्यको सिर्जना गरी कर्मचारीलाई वा कार्यालयलाई कर्मचारीलाई चलायमान बनाउन पनि यो चाहिन्छ। अब यति मात्रै होइन कि तपाईहरुको के भन्दाखेरि यसले के गर्छ भन्ने सन्दर्भमा अभिलेख तथा कार्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउन। ठीक छ। त्यसपछि अर्को कार्य सम्पादनलाई औपचारिकता एवं आधिकारिकता है। औपचारिकता तथा आधिकारिकता प्रदान गर्न। ठीक छ, प्रदान गर्न। ठीक छ। अनि भविष्यमा हेर्नुस् है हामीले त्यो दर्ताको माध्यमबाट के गर्न सक्छौं, भविष्यमा त्यसलाई प्रमाण हामीले यहाँ हाम्रोमा पत्र आएको थियो, हामीले दर्ता गरेर त्यसको काम गरेका थियौं भन्ने कुराको प्रमाण दिनका लागि हामी के भन्छौं, भविष्यमा त्यसलाई चाहिँ प्रमाणको रूपमा पेश गर्न हो, पेश गर्न। ठीक छ। अनि कर्मचारीहरूलाई जिम्मेवार र जवाफदेही बनाउन पनि हो है। जिम्मेवार र जवाफदेही बनाउन। यदि दर्ता बिना पत्र पठाउनु भयो भने कर्मचारीले नगर्न नि सक्छन् है। तर दर्ता गरेर पत्र पठाइसकेका छ भने हामीले दर्ता गरेर पठाइसकेका छौं, खै त के भयो त्यो पत्रको काम भनेर उनीहरुबाट जवाफ माग्न सकिन्छ है। जवाफदेही बनाउन। ठीक छ। ल बनाउन यो पनि भयो। अनि चिठी पत्र खोज्न लाग्ने समय
श्रम र लागतको बचत गरी, श्रम र लागतको बचत गरी, लागतको बचत गरी, भ्याल्यु फर टाइम, भ्याल्यु फर टाइम, भ्याल्यु फर मनी, भ्याल्यु फर मनी र भ्याल्यु फर सर्भिस कायम गर्न। यो पनि भयो। त्यसपछि अर्को के भन्न सक्नुहुन्छ भने संगठनको काम कारबाहीलाई गुणस्तरीय र व्यवस्थित बनाउन, तुल्याउन पनि भन्न सक्नुहुन्छ। अब संगठनात्मक लक्ष्य उद्देश्य हासिल गर्न, ठिक छ, अनि चाहिँ तपाईको यो सूचनाको हकको चाहिँ व्यवहारिक कार्यान्वयन गर्न, संस्थागत स्मरण कायम गर्न, त्यो पनि भन्न सक्नुहुन्छ। अर्को के? संस्थागत स्मरण कायम गर्न। आदि भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। अब हिँड्ने बेलामा अतः कार्यविधिको एक अभिन्न अङ्गको रूपमा रहने है, अङ्गको रूपमा रहने दर्ताले कार्यालय सञ्चालन तथा व्यवस्थापनलाई नियमित व्यवस्थित और विधिसम्मत बनाउन समेत मद्दत गर्दछ भनेर मैले भन्दिएँ। ठिक छ, यति कुरा हिँड्ने बेलामा जसरी लेख्दा नि हुन्छ, निष्कर्ष चाहिँ तपाईहरुको आफ्नो हुन्छ है साथीहरु। यो भयो दर्ताको परिचय र महत्त्व। अब दर्ताको महत्त्व भने यही हो साथीहरु है। परिचय मैले अघि नै कार्यालयमा प्राप्त हुन आएका महत्त्वपूर्ण कागजातहरुको सुरक्षा र संरक्षण गर्नका लागि दर्ता महत्त्वपूर्ण छ। अनि कार्यालयमा कार्यको सिर्जना गरी कर्मचारीलाई चलायमान बनाउँछ, यसले त्यही भएर यो महत्त्वपूर्ण छ। अभिलेख तथा कार्यालय व्यवस्थापनलाई प्रभावकारी तुल्याउन पनि यो महत्त्वपूर्ण छ। कार्य सम्पादनलाई औपचारिकता र आधिकारिकता प्रदान गर्न, दर्ता भएका चाहिँ तपाईको चिठी पत्रहरुको मात्रै काम हुन्छ, त्यसलाई मात्र आधिकारिक मानिन्छ, त्यसलाई मात्र औपचारिक मानिन्छ, नत्र चाहिँ काम नगर्दा नि हुन्छ। तसर्थ यसले कार्यालयको कार्य सम्पादनलाई के बनाउँछ? औपचारिक बनाउँछ, वैधानिक बनाउँछ है। अनि भविष्यमा प्रमाणको रूपमा पनि पेश गर्न सकिन्छ त्यो चिठी पत्रहरुलाई हामीले दर्ता गरेका छौं भने। कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन, किनकि दर्ता भएको काम उले कर्मचारीले गर्नुपर्छ। अब चिठी पत्र खोज्न लाग्ने समय श्रम लागतको बचत गरी भ्यालु फर टाइम, भ्यालु फर मनी र भ्यालु फर सर्भिस कायम गर्न पनि भयो। संगठनको कामकाजलाई गुणस्तरीय, चुस्त दुरुस्त र प्रभावकारी बनाउन, गुणस्तरीय र व्यवस्थित बनाउन, तुल्याउन, संस्थागत स्मरण कायम गर्न आदि। ल, अब कार्यालय कार्यविधिको एक अभिन्न अङ्गको रूपमा रहने दर्ताले कार्यालय सञ्चालन तथा व्यवस्थापनलाई नियमित, व्यवस्थित र विधिसम्मत बनाउन समेत मद्दत गर्दछ भनेर हिँड्ने बेलामा भन्दै, अर्थात् यो दर्ता कार्यालयको संस्थागत स्मरणको रूपमा रहने भएकोले यसलाई समय सापेक्ष प्रविधि मैत्री बनाउन जरुरी छ भनेर पनि तपाईहरुले भनेर हिँड्न सक्नुहुन्छ भन्ने कुरा आग्रह गरे। दर्ता किताबको नमुना तयार गर्नुहोस् भनेर तपाईहरुलाई सोध्यो हो। दर्ता किताबको नमुना तयार गर्नुहोस् भनेर 5 नम्बरमा सोध्यो। ठिक छ, ल 2 नम्बरमा ठिक छ नि। अब यहाँ के भन्नुहुन्छ तपाईहरु? प्रश्न 2 को उत्तर भन्नुहुन्छ। ठिक छ, प्रश्न 2 को उत्तर। अब यहाँ के लेख्नुहुन्छ? दर्ता किताबको
नमुना भनेर शीर्षक दिनुहुन्छ, टक्क अन्डरलाइन गर्नुहुन्छ। भन्नु के हुन्छ भन्दाखेरि कार्यालयमा विभिन्न स्रोतबाट प्राप्त हुन आएका चिठी पत्र निवेदन फाइल प्रतिवेदन लगायतका महत्त्वपूर्ण कागजातहरूको प्रारम्भिक अभिलेख राख्न प्रयोग गरिने निश्चित ढाँचाको रजिस्टर वा किताबको रूपमा रहेको किताब नै दर्ता किताब हो। यसको नमुना है भन्दा नि हुन्छ, रहेको दर्ता किताबको नमुना देखाए बमोजिम छ। ल हेर्नुहोस् त, अब यसलाई यसै पनि भन्न सक्नुहुन्छ, कार्यालयमा विभिन्न स्रोतबाट प्राप्त हुन आएका चिठीपत्र निवेदन फाइल प्रतिवेदन लगायतका महत्त्वपूर्ण कागजातहरूको प्रारम्भिक अभिलेख राख्न प्रयोग गरिने निश्चित ढाँचाको रजिस्टर वा किताबलाई दर्ता किताब भनिन्छ। यसको नमुना देखाए बमोजिम छ, अर्थात् यसको नमुनालाई निम्नानुसार उल्लेख गरिएको छ भन्न सक्नुहुन्छ। अब यहाँ चाहिँ के भन्नुहोस्, नेपाल सरकार मन्त्रालय विभाग कार्यालय भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। यो अब दर्ता किताबको नमुना कस्तो हुन्छ भन्दाखेरि यहाँ के हुन्छ, दर्ता नम्बर भनेर हुन्छ। दर्ता नम्बर यहाँ के हुन्छ, सरी यसलाई अलिकति गरौँ है, दर्ता नम्बर ठिक छ। दर्ता नम्बर यहाँ के हुन्छ, दर्ता मिति हो, दर्ता नम्बर, दर्ता मिति, त्यसपछि प्राप्त पत्रको चलानी नम्बर हुन्छ। प्राप्त पत्रको के हुन्छ, चलानी नम्बर हुन्छ है। त्यसपछि पठाउने को नाम ठेगाना हुन्छ, पत्रको विषय हुन्छ, त्यसपछि बुझिलिने फाँटवालाको नाम, सही र मिति हुन्छ भने अन्तिम के हुन्छ भन्दाखेरि तपाईहरुको कैफियत भन्ने हुन्छ, रिमार्क्स भन्छ नि अंग्रेजीमा हामीले, त्यो हुन्छ। ठीक छ नि। ल यो चाहिँ के हो तपाईहरुको भन्दा दर्ता किताबको नमुना हो। लु हेर्नुस् त, दर्ता किताबको के हो यो नमुना, ठीक छ नि। दर्ता किताबको नमुना के गर्नु। अब यहाँ कस्तो हुन्छ भन्दाखेरि दर्ताको नम्बर के हुन्छ, प्रत्येक आर्थिक वर्षको सुरुवात सँगै 1 बाट सुरु हुन्छ। भन्नुको मतलब के हो भन्दाखेरि जस्तो आर्थिक वर्ष कहिलेबाट सुरु हुन्छ साथीहरु, 2000 जस्तो साउनको
1 गतेबाट हुन्छ नि नयाँ आर्थिक वर्षको सुरुवात। साउनको 1 गतेबाट सुरु हुन्छ भने जस्तो अहिलेको आर्थिक वर्ष के हो 2083-84 हो। अब यो 83 साल साउन 1 गते मानौँ पहिलो पत्र आयो भने त्यसको दर्ता नम्बर 1 हुन्छ। त्यसपछि क्रमशः बढ्दै जान्छ, अर्को पत्र आयो भने 2 हुन्छ, अर्को पत्र आयो भने 3 हुन्छ। अब दर्ता मिति मानौँ पहिलो पत्र हो भने त 1 नै हुन्छ है। पत्र सङ्ख्या नै यता लेखिन्छ, कतै लेख्दा हुन्छ। अब चलानी प्राप्त पत्रको चलानी नम्बर मानौँ उताबाट नै पहिलो पत्र पठाइएको हो नयाँ वर्षमा भने त्यसको चलानी नम्बर के हुन्छ 1 हुन्छ। यो भर्नु पर्दैन है, मैले त्यतिकै बुझाउनका लागि हो। पठाउनेको नाम ठेगाना भने पठाउनेको कार्यालयको नाम गृह मन्त्रालय, ल मानौँ गृह मन्त्रालयले पठायो हो, गृह मन्त्रालय सिंहदरबार काठमाडौँ है, सिंहदरबार काठमाडौँबाट आयो। पत्रको विषय के थियो, विवरण माग गरिएको थियो हो, विवरण सम्बन्धमा भन्ने थियो मानौँ। त्यहाँ विषय जे छ त्यही लेख्ने है सम्बन्धमा। अब बुझिलिने फाँटवालाको नाम कसले बुझ्यो, मानौँ तपाईँले बुझ्नु, ल आलोक भन्ने मान्छेले बुझ्नुभयो, आलोक विष्ट भन्ने मान्छेले बुझ्नुभयो, ठिक छ। अनि उसले आफ्नो सही गर्ने भयो अनि मिति पनि लेख्ने भयो, ठिक छ। यही हो दर्ता किताब भन्नु, ठिक छ। अब यो दर्ता किताबको नमुना भयो, ठिक छ नि। दर्ता किताबको नमुना भइसकेपछि अब यही हो। अब हिँड्ने बेला के भन्न सक्नुहुन्छ, अतः उपरोक्तानुसारको उपरोक्तानुसारका का भनौँ है, का महल सहितको दर्ता किताबमा सबै विषयहरू खुलाई पत्र दर्ता गरिन्छ भनेर हिँड्ने बेला भन्न सक्नुहुन्छ, ठिक छ। भनेको उपरोक्तानुसारको दर्ता किताबका सबै महल भनेको यो ठाडो रोहरू के अरे कोलमहरू है, यो कोलमहरू हो, ठिक छ नि। अब अर्को, अब यसैबाट एउटा अर्को क्वेसन तपाईँहरूलाई सोध्न सक्छ है, दर्ता किताबमा रहने महलहरू भनेर भन्न सक्छ है। दर्ता किताबमा रहने महलहरू भने कोलमहरू भने है। अब दर्ता किताब भनेको यो हो, दर्ता किताबमा देखाएका महलहरू रहन्छन् भनेर तपाईँहरूले भन्न सक्नुहुने भयो, ठिक छ। कुन कुन महल, एउटा त दर्ता नम्बर रहन्छ हो, दर्ता नम्बर, दर्ता मितिको महल छ भनेको यो कोलमहरू कति रहन्छन्, एउटा दर्ता नम्बर कोलम छ, एउटा दर्ता मितिको कोलम छ। त्यसपछि प्राप्त पत्रको के चलानी नम्बर, ठिक छ। त्यसपछि पठाउनेको नाम ठेगाना, ठिक छ। त्यसपछि पत्रको विषय, त्यसपछि अनि चाहिँ पाउने के अरे बुझ्ने है, पत्र बुझ्ने फाँटवालाको नाम, सही र मिति। त्यसपछि के कैफियत आदि, अरू पनि केही छुट्यो भने यो आदिले समेट्छ। यी महलहरू हुन् दर्ता किताबमा रहने महलहरू। अब तपाईँहरूले यसलाई आफ्नो हिसाबले लेख्न सक्नुहुन्छ, यो दर्ता किताबमा रहने महलहरू भयो। अब यति भइसकेपछि तपाईँहरूले अब अर्को जान्नुपर्ने कुरा भनेको दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरू लेख्नुहोस् है। दर्ता गर्दा ध्यान दिनुपर्ने केहरू, विषयहरू अर्थात् कुराहरू जे भने पनि यसको आन्सर एउटै हुन्छ, ठिक छ। ल दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरू। अब दर्ता भने के हो, ल कार्यालयमा प्राप्त भएका चिठीपत्रहरूको सुरुवाती अभिलेख राख्ने कार्यको रूपमा रहेको दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरू देखाए बमोजिम छन् भनेर भन्नु पर्यो, ठिक छ नि। ल पहिलो त के भन्नु पर्यो, ल प्राप्त
आफ्नो कार्यालयसँग सम्बन्धित भए नभएको यकिन गर्नुपर्छ। ठिक छ नि, यकिन गर्नुपर्छ। प्राप्त पत्र आफ्नो कार्यालयसँग सम्बन्धित छ कि छैन भन्ने विषयको त यकिन गर्नु पर्यो नि। झुक्किएर अर्कै कार्यालयको पत्र आफ्नो कार्यालयमा आएको छ भने त त्यसलाई त दर्ता गर्न मिलेन। ठिक छ। ल अब अर्को पत्रमा कार्यालयको छाप, पत्र संख्या, चलानी नम्बर, मिति, त्यसपछि अधिकार प्राप्त अधिकारीको हस्ताक्षर, अधिकार प्राप्त अधिकारीको हस्ताक्षर भए नभएको हेरेर मात्र के गर्नुपर्छ? दर्ता गर्नुपर्छ। ठिक छ। अर्को पत्रमा पुर्याउनु पर्ने रीत पुगे नपुगेको है, पुगे नपुगेको हेर्नुपर्छ। दर्ता गर्ने मान्छेले यति त हेर्नु पर्यो नि है। रीत पुग्यो भनेको त्यसमा चाहिँ तपाईँको उचित तरिकाले खामबन्दी भएको छ कि छैन हैन, त्यसपछि चाहिँ त्यहाँ कार्यालय प्रमुखको सिग्नेचर छ कि छैन है, अन्य रीतहरू के हुन्छ भन्दाखेरि तपाईँको कार्यालयको नाम ठेगाना छ कि छैन, चलानी नम्बर छ कि छैन, सम्मानजनक चाहिँ सम्बोधन गरेको छ कि छैन, लगायतका यावत कुरा है। अर्को पत्रको सिलबन्दी वा खामबन्दी है, खाममा बन्द गरेर आउँछ नि त पत्र, खामबन्दी दुरुस्त रहे नरहेको यकिन गर्नुपर्छ। ठिक छ। अर्को पत्रमा संलग्न कागजातहरू दुरुस्त भए नभएको यकिन गर्नुपर्छ। ठिक छ नि, यकिन गर्नुपर्छ। ठिक छ नि। अब पत्रसँगै कुनै कागजातहरू पनि पठाइएको हुन्छ है, त्यहाँबाट माग गरिएको के भन्छ सूचना यही पत्र साथ संलग्न राखिएको छ भनेर भन्छ। ठिक छ नि, संलग्न राखी पठाइएको व्यवहार अनुरोध छ भनेर पठाइन्छ क्या है। अब त्यो कागजातहरू ठिक छ कि छैन, पठाइएको कागजातहरू दुरुस्त छन् कि छैनन् त्यो पनि हेर्नुपर्छ। अर्को कुरो के भन्दाखेरि तपाईहरुले बुझ्नुपर्ने एउटा अत्यन्त जरुरी कुरो, यो म्याद गुज्रिने खालका पत्रहरू हुन्छन् के, म्याद गुज्रने खालका पत्र समयमै चाहिँ पुगे नपुगेको है, प्राप्त भए नभएको हेरेर मात्र के गर्नुपर्छ, दर्ता गर्नुपर्छ। ठिक छ, गर्नुपर्छ। ल हेरेर देखेर तिमीलाई भन्ने गीत याद आएको साथीहरु मलाई।
ल म्याद बुझ्ने खालका पत्र समयमै प्राप्त भए नभएको हेरेर मात्र के गर्नुपर्छ, दर्ता गर्नुपर्छ। ठिक छ, हेर्नु परेन। अब म्याद बुझ्ने खालका पत्र भनेको सो 1 दिनभित्र आइपुग्नु पर्ने छ। 10 दिनपछि आयो भने त्यस्तो पत्रको त म्याद भनेको समय त सकियो, गुज्रियो, हैन, बित्यो भनेपछि त्यस्तो पत्र त दर्ता गर्न मिलेन नि, त्यो पनि त हेर्नु पर्यो। अर्को कुरो पत्रको प्रकृति जस्तो कि गोप्य, अति गोप्य, तुरुन्त आदि हेरी सोही अनुरूप है, हेरी कार्यालय प्रमुखको निर्देशन अनुसार दर्ता गर्नुपर्छ। ठिक छ नि, दर्ता गर्नुपर्छ भनेर भन्नु पर्यो। अब यति मात्रै होइन, दर्ता किताबका सबै महलहरू भरि चाहिँ के पत्रमा दर्ता नम्बर चढाउनु पर्छ। र सम्बन्धित शाखामा पठाउनु पर्छ भनेर तपाईहरुले लेख्न सक्नुहुन्छ। ठिक छ, पठाउनु पर्छ आदि। ठिक छ, ल यसरी हिँड्ने बेलामा अतः माथि प्रस्तुत विषयमा ध्यान दिई दर्ता गर्न सकिएको खण्डमा के हुन्छ, कागजातहरूको सुरक्षा र संरक्षण भई अभिलेख तथा कार्यालय व्यवस्थापन कार्य प्रभावकारी बन्न जान्छ भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। यही कुराहरुमा ध्यान दिनुपर्छ। सुरुमा त त्यो पत्र आफ्नो कार्यालयसँग सम्बन्धित हो कि होइन, आफ्नो कार्यालयको नाममा आएको छ भने दर्ता गर्ने, अर्कै कार्यालयको नाममा थियो त झुकिएर हाम्रोमा आएको छ भने दर्ता नगर्ने। दोस्रो, पत्रमा कार्यालयको छाप, पत्र संख्या, चलान नम्बर, मिति, अधिकार प्राप्त अधिकारीको हस्ताक्षर लगायतका विषयहरू उल्लेख भएको छ कि छैन। त्यो छैन भने पत्र आधिकारिक मानिँदैन, त्यस्तो पत्र दर्ता गर्नु हुँदैन। त्यो भए नभएको हेर्नुपर्छ। पत्रमा पुर्याउनु पर्ने रीत नपुगेको है, पुगेको छ कि पुगेको छैन, के कुराहरू पत्रमा खुलाउनु पर्छ, कस्तो पत्र लेख्नुपर्छ, कुन ढाँचामा तयार गर्नुपर्छ, त्यो सबै कुराहरू रीत पुगेको छ कि छैन भनेको है, प्रक्रिया पुगेको छ कि छैन भने। पत्रको खामबन्दी दुरुस्त रहे नरहेको यकिन गर्नुपर्छ। अब पत्रमा संलग्न खामबन्दी भनेको तपाईलाई खाममा बन्द गरेर राखेको हुन्छ नि त, त्यो बाटोमा कसैले खोल्न पाउँदैन। त्यो खामबन्दी छ कि कसैले खोलेर हेरिसक्या छ कि है, त्यहाँ भित्रका कागजातहरू यताउति गरिसक्या छ कि त्यो पनि त हेर्नु पर्यो। अनि पत्रमा संलग्न कागजातहरू चाहिँ दुरुस्त भए नभएको, मतलब जस्तो रूपमा चाहिँ पठाइएको छ त्यस्तै भए नभएको, सेम भए नभएको, उस्तै भए नभएको भने दुरुस्त भनेको है, त्यो पनि हेर्नुपर्छ। त्यसपछि पत्रको प्रकृति र पत्रको प्रकृति भनेको पत्र कस्तो हो, गोप्य हो कि अति गोप्य हो कि तुरुन्त हो कि, यो प्रकृतिका आधारमा पत्रका प्रकार हैन हो, त्यो हेरेर कार्यालय प्रमुखको निर्देशनमा है, फेरि कार्यालय प्रमुखको निर्देशन अनुसार के गर्नुपर्छ, दर्ता गर्नुपर्छ। अब दर्ता किताबका सबै महलहरूभरि पत्रमा दर्ता नम्बर चढाउनुपर्छ र सम्बन्धित शाखामा
पठाउनुपर्छ। यो कुराहरूमा हामीले पत्र दर्ता गर्दै गर्दाखेरि ध्यान दिनुपर्ने हुन्छ। ठिक छ। यदि विद्युतीय पत्र हो भने त्यही अनुसार हामीले के गर्नुपर्ने, विद्युतीय माध्यमबाट दर्ता गर्दैछौँ भने त्यही अनुसार दर्ता गर्नुपर्दछ। विद्युतीय प्रणाली हुन्छ, GIOMS भन्ने सिस्टम छ, त्यो सिस्टमको आधारमा हामीले दर्ता गर्नुपर्ने हुन्छ। ठिक छ। ल अब दर्ताको परिचय भयो, दर्ताको महत्त्व पनि भयो, दर्ता किताबको नमुना पनि भयो, दर्ता किताबमा समावेश हुने महलहरू पनि भयो। अब दर्तापछि हामी चलानीको बारेमा छलफल गर्छौँ। चलानी, ठिक छ। अङ्ग्रेजीमा यसलाई डिस्प्याच भन्छ। चलानी के हो त? यो चलानी भनेको अरू केही होइन साथीहरू। चलानी भनेको दर्ताको जस्ट अपोजिट छ क्या। दर्ता भनेको कार्यालयमा प्राप्त हुन आएका पत्रहरूको सुरुवाती अभिलेख राख्ने काम हो भने चलानी भनेको कार्यालयले पनि पत्र पठाउँछ नि, आफ्नो काम गरेर, कार्य सम्पादन गरेर त्यसको जानकारी दिनका लागि पत्र पठाउँछ बाहिर। त्यो सरकारलाई सबै निकायलाई, मन्त्रालय पठाउँछ, विभागलाई पठाउँछ, कुनै व्यक्तिलाई पठाउँछ, जतासुकै पठाउँछ। के मतलब भयो? कार्यालयबाट पठाइने पत्रहरूको अन्तिम वा आखरी अभिलेख राख्ने कार्यलाई के भनिन्छ? चलानी भनिन्छ। अब यो कार्यविधिको अन्तिम बिन्दु हो भन्नु पर्यो है। यसले कार्यालयको कार्यबोझ घटाउँछ र कार्य सम्पादन भएको जानकारी गराउँदछ भन्नु पर्यो। यसबाट कार्यालयले कार्यालयलाई कुन मितिमा कुन विषयको पत्र पठायो सोको व्यवस्थित अभिलेख रहन्छ भन्नु पर्यो। ठिक छ नि। अनि यसको लागि तोकिएको ढाँचाको चलानी किताबको प्रयोग गरिन्छ भनेर पनि तपाईहरुले भन्न सक्नुहुन्छ है। अब चलानीको परिचयकोबाट मैले सुरु गरेँ। ठिक छ। चलानीको परिचय, चलानी भने के हो साथीहरू? ल भन्नुहोस् त। ल मैले के भने भन्दाखेरि कार्यालयबाट पठाइने पत्र, के अरे चिठी पत्र, त्यसपछि चाहिँ तपाईको निवेदन, कुनै फाइल हो, त्यसपछि चाहिँ तपाईको प्रतिवेदन लगायतका महत्त्वपूर्ण कागजातहरूको आखरी अभिलेख वा अन्तिम अभिलेख जे भन्नुहुन्छ, अन्तिम अभिलेख राख्ने कार्यलाई के भनिन्छ? चलानी भनिन्छ। ठिक छ। अब यो कार्यालय कार्यविधिको अन्तिम बिन्दु हो। यसले कार्यालयको कार्य सम्पन्न भएको जानकारी गराउँदछ। गराउँछ। ठिक छ नि। यसले कार्यालयको कार्य सम्पन्न भएको जानकारी गराउँछ। यसलाई कार्यालयको उपलब्धि समेत मानिन्छ हो। उपलब्धि हो नि त, यो त सबै काम सकिसकेपछि गरे हो नि त, यो त हैन। उपलब्धि मानिन्छ है, समेत मानिन्छ हो। यसबाट कार्यालयले कुन कार्यालयलाई कुन मितिमा है, कुन कार्यालयलाई कुन मितिमा हो, कुन मितिमा कुन विषयको पत्र,
पत्र पठायो सोको व्यवस्थित अभिलेख रहन्छ भनेर तपाईहरुले भन्नु पर्यो। ठीक छ नि। अब अर्को यसको लागि चाहिँ निश्चित ढाँचाको चलानी किताबको प्रयोग गरिन्छ। ठीक छ। प्रयोग गरिन्छ भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। अर्को यसको नम्बर है चलानीको नम्बर चाहिँ कतिबाट प्रत्येक आर्थिक वर्षको त्यही दर्ता जस्तै हुन्छ के सुरुवात सँगै चाहिँ तपाईको 1 बाट सुरु भई क्रमशः बढ्दै जान्छ भनेर तपाईहरुले भन्न सक्नु। दर्ताको जस्ट अपोजिट हो साथीहरु। त्यही कुरा बुझ्नु पर्यो है। कार्यालयको उपलब्धि हो। यसले कार्यालयको कार्यबोझ के गर्छ घटाउँछ है। हाल यसलाई आईटी र आईसीटी को प्रयोग गरी प्रविधि मैत्री बनाउँदै लगिएको छ हो। प्रविधि मैत्री बनाउँदै लगिएको छ भनेर तपाईहरुले भन्न सक्नुहुन्छ है। यसले कार्यालयमा कार्यबोझ के गर्छ घटाउँछ। ल यसले कार्यालयको कार्यबोझ के गर्छ घटाउँछ भनेर मैले भन्दिए। ठीक छ। ल यो भयो चलानी। अब चलानीको महत्त्व मलाई लाग्छ लेखाइराख्नु पर्दैन। त्यो के हो भन्दाखेरि झन्डै त्यो दर्ताको जस्तै हो साथीहरु है। दर्ताको महत्त्व जस्तो छ त्यस्तै यसको पनि महत्त्व हो। चलानीको महत्त्व धेरै कुराहरु कमन हुन्छन् हैन। चलानीको महत्त्व ठीक छ नि। त्यहाँ कार्यालयमा प्राप्त भएका चिठी पत्रको भनेको थियो भने कार्यालयबाट पठाइएका हो। कार्यालयबाट पठाइएका पत्रहरूको सुरक्षा र संरक्षण गर्न हो। कार्यालयले कुन मितिमा कुन कार्यालयलाई कुन विषयको पत्र पठाएको छ सो बारे सहजै थाहा पाउन हो। सजिलै थाहा पाउन सकिन्छ। अर्को भविष्यमा प्रमाणको रूपमा पेश गर्न है। प्रमाणको रूपमा पेश गर्न यो पनि हो। पेश गर्न। अर्को के हो भन्दाखेरि अभिलेख तथा कार्यालय व्यवस्थापनलाई के बनाउन प्रभावकारी तुल्याउन। ठीक छ। यो पनि हो तुल्याउन। अर्को कुरा के भन्दाखेरि संस्थागत स्मरण कायम गर्न
कायम गर्न, संस्थागत स्मरण कायम गर्न, ठिक छ। त्यसपछि पत्र हराउने, लुटिने, चोरिने प्रवृत्तिको, चोरिने, लुकाइने, नष्ट हुने प्रवृत्तिको अन्त्य गर्न, ठिक छ। प्रवृत्तिको चाहिँ तपाईको के हुन्छ, अन्त्य गर्न, प्रवृत्तिको अन्त्य गर्न, ठिक छ। संस्थागत स्मरण कायम गर्न, पत्र हराउने, लुटिने, चोरिने, लुकाइने, नष्ट हुने प्रवृत्तिको के गर्न, अन्त्य गर्न, ठिक छ। त्यसपछि कार्यालयको कार्यबोझबारे जानकारी हासिल गर्न भनेको काममा, कार्यालयमा कतिको कामको चाप छ भन्ने कुराको जानकारी गर्न पनि हो यो। किनकि कति पत्र चलानी गरियो आज हामीले, त्यही अनुसारले आज यति काम भएको रहेछ भन्ने कुराको के गर्न सकिन्छ, यकिन गर्न सकिन्छ, ठिक छ नि। अर्को पत्रहरू खोज्न लाग्ने समय, श्रम र लागतको बचत गरी भ्याल्यु फर टाइम, भ्याल्यु फर मनी र भ्याल्यु फर सर्भिस कायम गर्न, यो पनि यसको महत्त्व, ठिक छ। ल यही कुराहरूलाई तपाईहरुले के गर्न सक्नुहुन्छ, भन्न सक्नुहुन्छ, ठिक छ। ल कार्यालय का काम कारबाहीहरूलाई गुणस्तरीय र व्यवस्थित बनाउन हो, व्यवस्थित बनाउन। ल संगठनको लक्ष्य हासिल गर्न, संगठनको उत्पादन र उत्पादकता वृद्धि गर्न, संगठनमा सुशासन काम गर्न लगायतका आलुबुदाहरू तपाईहरुले लेख्न सक्नुहुन्छ आदि भनेर भन्न सक्नुहुन्छ। अतः के कार्यालय कार्यविधिको अभिन्न अङ्गको रूपमा रहने चलानी बिना कार्यालय सञ्चालन कार्य अस्तव्यस्त हुने भएकाले यसलाई समय सापेक्ष प्रविधि मैत्री र वैज्ञानिक बनाउनु जरुरी छ भनेर तपाईहरुले बुझ्नु पर्यो, ठिक छ। जरुरी छ भनेर बुझ्नु पर्यो। अब यही हो दर्ता र चलानीको महत्त्व र आवश्यकता एउटैमा तपाईहरुले लेख्न सक्नुहुन्छ है। कार्यालयमा प्राप्त हुन आएका र पठाएका पत्रहरूको चाहिँ तपाईको सुरक्षा र संरक्षण गर्न अर्थात् व्यवस्थित अभिलेख राख्न पनि भन्न सक्नुहुन्छ। त्यसपछि चाहिँ खोजेको पत्र खोजेको समयमा सहजै उपलब्ध गराउनु त्यो पनि भयो। त्यसपछि भविष्यमा प्रमाणको रूपमा पेश गर्न, संस्थागत स्मरण अभिवृद्धि गर्न,
त्यसपछि संस्था के अरे कार्यालयको कार्य सम्पादनलाई आधिकारिकता वैधानिकता र औपचारिकता प्रदान गर्न पनि भन्न सक्नुभयो। पत्रहरू चोरिने लुटिने लुकाइने नष्ट गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि भन्न सक्नुहुने भयो। ठिक छ। त्यसपछि खोजेको मतलब पत्रहरू खोज्न लाग्ने समय श्रम र लागतको बचत गरी भ्यालु फर टाइम भ्यालु फर मनी र भ्यालु फर सर्भिस कायम गर्न अनि कार्यालयका कर्मचारीहरूलाई जिम्मेवार र जवाफदेही बनाउन भयो। यो कुराहरूलाई तपाईहरूले दुईटैको चाहिँ कमन महत्त्वमा पनि के गर्न सक्नुहुन्छ, राख्न सक्नुहुन्छ भन्ने कुरा मैले भने। ठिक छ नि। यो भयो चाहिँ चलानीको तपाईहरूको महत्त्व। ठिक छ नि। अब यो अघि एउटा कुरा छुटेछ, दर्ताका प्रकार भन्ने छ साथीहरू। एउटा दर्ताका प्रकार। ठिक छ। दर्ता दुई प्रकारको हुन्छ, एउटा चाहिँ मूल दर्ता अर्को शाखा दर्ता भन्ने हुन्छ। शाखा दर्ता भन्ने हुन्छ। ठिक छ। अब यो मूल दर्ता भने कस्तो दर्ता हो भने यो कार्यालयमा पत्र प्राप्त हुनासाथ छुट्टै चाहिँ तपाईँको दर्ता शाखामा चाहिँ गरिने दर्ता हो है। भनेको कार्यालयमा प्राप्त भएका चिठी पत्रहरूलाई छुट्टै दर्ता शाखामा दर्ता गरिन्छ भने त्यो कार्यालय के भनिन्छ, मूल दर्ता भनिन्छ। अब यो मूल दर्तालाई के दर्ता पनि भनिन्छ साथीहरू, गोस्वारा दर्ता पनि भनिन्छ हो। गोस्वारा दर्ता, यसलाई गोस्वारा दर्ताका नामले पनि चिनिन्छ। यो कार्यालय कार्यविधिको सुरुवाती बिन्दु पनि हो। यसपछि मात्रै अन्य प्रक्रियाहरू के हुन्छ, अगाडि बढ्छ है। अब शाखा दर्ता भने कस्तो हो भने यो मूल दर्ता भइसकेपछि सम्बन्धित शाखाले है त्यो पत्र सम्बन्धित शाखामा जान्छ। सम्बन्धित शाखाले आफ्नो शाखामा चाहिँ त्यसको अभिलेख राख्ने, जनाउ गर्ने, दर्ता गर्ने कार्यलाई के भनिन्छ, तपाईँको शाखा दर्ता भनिन्छ। ठिक छ नि। अब यसबाट चाहिँ के हुन्छ भन्दाखेरि शाखाको कार्यबोझ है, शाखाले कति काम गर्यो भन्ने कुराको सूचना सहजै प्राप्त गर्न सकिन्छ। मूल दर्तामा यदि भेटिएन भने तपाईँको शाखा दर्ताबाट पनि त्यो पत्र भेटाउन सकिन्छ। बुझ्नुभयो नि। यो चाहिँ मूल दर्ता पछि हुने काम हो। यसलाई सहायक दर्ताका नामले समेत चिनिन्छ भनेर तपाईँहरूले भन्न सक्नुहुन्छ। सहायक दर्ताका नामले पनि चिनिन्छ। त्यसै गरी चलानीका पनि दुईटा प्रकार छन् है। चलानीका प्रकार पनि दुईटा छन्। एउटा के छ, मूल चलानी भन्ने छ, मूल चलानी। अर्को चाहिँ के छ, शाखा चलानी है, शाखा चलानी। ठिक छ। अब पत्रको कार्य सम्पादन भइसकेपछि तपाईँको अन्त्यमा हुने चलानी है, अन्त्यमा हुने चलानी चाहिँ के हो, मूल चलानी, जसको लागि छुट्टै चलानी शाखाको व्यवस्था गरिएको हुन्छ र त्यसपछि अन्य कुनै पनि चलानी हुँदैन, पत्र चाहिँ बाहिर जान्छ, पत्रलाई पठाइन्छ। शाखा चलानी भनेको कार्य सम्पादन गरिसकेपछि चाहिँ सम्बन्धित शाखाले चाहिँ गर्ने चलानी चाहिँ के हो, कस्तो हो, शाखा चलानी हो। सम्बन्धित शाखा कुन शाखाको पत्र हो त्यही शाखाले चाहिँ के गर्छ, चलानी गर्छ। त्यो शाखाले चलानी गरिसकेपछि त्यसपछि कहाँ जान्छ, चलानी शाखामा जान्छ र चलानी शाखाबाट अन्तिम रूपमा चलानी हुन्छ। यसलाई सहायक चलानी अर्थात् सहायक चलानी पनि भन्ने गरिन्छ। बुझ्नुभयो नि। यो मूल चलानी भन्दा अगाडि हुने चलानी हो भनेर पनि तपाईँहरूले यसलाई भन्न सक्नुहुन्छ। ठिक छ नि। ल यो दर्ता र चलानीका प्रकार भन्यो भने यो दुईटा कुराहरूलाई तपाईँहरूले मिलाएर लेख्न सक्नुहुन्छ भनेर मैले के गरेँ, विनम्रतापूर्वक आग्रह गरेँ। ठिक छ। ल यो भयो। अब अर्को तपाईहरूको के छ भन्दाखेरि चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरू। ठिक छ नि। अब चलानी किताबको नमुना पनि छ। पहिले चलानी गर्दा चलानी किताबको नमुना भनौँ न है। चलानी किताबको नमुना। ठिक छ। अब चलानी किताबको नमुनाको बारेमा लेख्दै गर्दाखेरि तपाईहरु कसरी लेख्न सक्नुहुन्छ, कार्यालयबाट पठाइने चिठी पत्रहरूको आखरी वा अन्तिम अभिलेख राख्ने कार्यको लागि प्रयोग गरिने निश्चित ढाँचाको किताब वा रजिस्टरलाई के भनिन्छ, चलानी किताब भनिन्छ र यसको नमुना देहाय बमोजिम रहेको हुन्छ, देहाय बमोजिम रहन्छ भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। ठीक छ। अब मैले के भने भन्दाखेरि कार्यालयबाट पठाइने चिठी पत्र सूचना प्रतिवेदन आदिको अन्तिम अभिलेख राख्न प्रयुक्त हुने भनेको प्रयोग हुने निश्चित ढाँचाको
निश्चित ढाँचाको किताब वा रजिस्टरलाई के भनिन्छ रजिस्टरलाई चलानी किताब भनिन्छ। यसको नमुना निम्न बमोजिम छ भनेर तपाईहरुले भन्न सक्नुहुन्छ है। अब नेपाल सरकार .. मन्त्रालय विभाग कार्यालय भने ल सबभन्दा पहिला यसमा के हुन्छ भन्दाखेरि ल पत्र संख्या चलानी नम्बर त्यसपछि के हुन्छ चलानी मिति हो चलानी नम्बर चलानी मिति ठीक छ। चलानी नम्बर चलानी मिति पाउनेको नाम ठेगाना त्यसपछि पत्रको विषय हो पत्रको विषय त्यसपछि पठाउने फाँटवालाको नाम सही र मिति हो। त्यसपछि चाहिँ के हुलाक किताब नम्बर तथा कैफियत भनेर हुन्छ ठीक छ। कैफियत ठीक छ। ल यही हो साथीहरु दर्ता के रे चलानी किताबको नमुना ठीक छ। ल यति तपाईहरुले लेख्न सक्नुहुन्छ। चलानी किताबको नमुनामा हामीले उल्लेख गर्नुपर्ने विषय भनेको यही हो ठीक छ। सुरुमा पत्र संख्या चलानी नम्बर चलानी मिति पाउनेको नाम ठेगाना पत्रको विषय पठाउने फाँटवालाको नाम सही मिति त्यसपछि चाहिँ तपाईको हुलाक किताब नम्बर यो हुलाकबाट पठाइएको भने कुन त्यहाँ पनि चाहिँ हुलाकमा एउटा नम्बर राखिन्छ नम्बर चढाइन्छ त्यहाँ एउटा रजिस्टर हुन्छ त्यही हो ठीक छ नि। यो भयो चाहिँ तपाईको चलानी। अब चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरु चलानी त सम्बन्धित कार्यालयले पत्र तयार गरिसकेपछि बाहिर पठाउँदाखेरि गर्ने हो नि त चलानी बुझ्नुभयो नि। अब चलानी गर्दा के कुरामा ध्यान दिनुपर्छ त पहिलो कुरो त चलानी गर्ने मान्छेले के हेर्नु पर्यो चाहिँ चलानी गर्न लागेको पत्रमा कार्यालयको छाप छ कि छैन पत्र संख्या छ कि छैन पत्रको मिति छ कि छैन हो कार्यालय प्रमुखको हस्ताक्षर लगायतका विषयवस्तुहरू उल्लेख गरिएको छ छैन यकिन गर्नुपर्छ ठीक छ। त्यसपछि अर्को पत्रसँग सम्बन्धित कागजातहरू चाहिँ तपाईको दुरुस्त भए नभएको कुरा पनि के गर्नुपर्छ यकिन गर्नुपर्छ। यति मात्रै होइन पत्रमा सम्बन्धित कार्यालयलाई चाहिँ सम्बोधन गरिएको छ छैन भन्ने कुरा पनि के गर्नुपर्छ हेर्नुपर्छ। अनि पत्रको प्रकृतिको आधारमा गोप्य अति गोप्य है के हो सो खुलाइ चाहिँ के गर्नुपर्छ तपाईको दर्ता गर्नुपर्ने हुन्छ ठीक छ नि। अनि सम्बन्धित कार्यालय तो पठाउँदाखेरि चाहिँ सम्बन्धित कार्यालयको नाम ठेगाना लगायतका कुराहरू चाहिँ राम्रोसँग लेख्नुपर्छ। त्यसपछि पत्रको खामबन्दी सिलबन्दीलाई चाहिँ दुरुस्त ढङ्गले प्रभावकारी ढङ्गले गरेर है के गर्नुपर्छ तपाईको चलानी गर्नुपर्ने हुन्छ भन्ने कुरा तपाईहरुले जान्नु पर्यो ठीक छ। र यो चलानी जुन किताब छ त्यसको महलका सम्पूर्ण विषयहरू उल्लेख गरेर के गर्नुपर्छ चलानी गर्नुपर्छ भन्ने कुरा पनि तपाईहरुले बुझ्नु पर्यो ठीक छ नि। यो सबै कुराहरू के रे चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरूमा तपाईहरुले लेख्न सक्नुहुन्छ ठीक छ नि। ल यही कुरा तपाईहरुको अनि अर्को तपाईहरुले यहाँ भन्न सक्दै भनेको
यो प्रापक है, प्रापकको ठेगाना पत्र जुन कार्यालयमा पठाउन लागि छ त्यसको ठेगाना, नाम है, नाम थर हैन, के अरे त्यो भनौँ न पठाउन लागेको कार्यालयको नाम ठेगाना छ कि छैन त्यो पनि हेर्नुपर्ने हुन्छ। ठिक छ नि। अब चलानी गर्दा ध्यान दिनुपर्ने कुराहरू, चलानी गर्न लागेको पत्रमा रिट पुगे नपुगेको है, नपुगेको हेर्नुपर्छ एउटा कुरो। ठिक छ। अर्को, पत्रमा कार्यालयको छाप, कार्यालयको छाप, पत्र सङ्ख्या, पत्र सङ्ख्या र मिति अनिवार्य उल्लेख गर्नुपर्छ। ठिक छ नि, उल्लेख गर्नुपर्छ। त्यसपछि अर्को मैले के भने भन्दाखेरि यो सम्बन्धित अधिकारीको है, सम्बन्धित अधिकारीको हस्ताक्षर छ छैन यकिन गर्नुपर्छ, यकिन गर्नुपर्छ। ठिक छ नि। अर्को, प्रत्येक वर्षको लागि छुट्टै चलानी किताबको प्रयोग गर्नुपर्छ, किताबको प्रयोग गर्नुपर्छ। यो पनि भयो। ठिक छ। प्रत्येक वर्षको लागि छुट्टै चलानी। अनि कागजातहरू दुरुस्त रहे नरहेको यकिन गर्नुपर्छ। ठिक छ। त्यसपछि पत्रको प्रकृति, गोप्य, अति गोप्य, तुरुन्त आदि खुलाई सोही अनुरूप चलानी गर्नुपर्छ। ठिक छ। सोही अनुरूप चलानी गर्नुपर्छ भनेर तपाईहरुले भन्नु पर्यो है। अब अर्को के भन्न सक्नुहुन्छ भन्दाखेरि है, ल अनि हो प्रापकको नाम ठेगाना उल्लेख भए नभएको यकिन गर्नुपर्छ, यकिन गर्नुपर्छ। ठिक छ। ल अनि के ल यो चाहिँ चलानी किताबका सबै महलहरू भरि पत्र खामबन्दी गरी पठाउनु पर्छ। ठिक छ। गरी पठाउनु पर्छ। ठिक छ नि। ल यति कुरा चलानी गर्दा ध्यान दिनुपर्ने कुरा अन्तर्गत पर्दछन्। ठिक छ। अब चलानी गर्दा ध्यान दिनुपर्ने कुरा अन्तर्गत यो पर्छ भने अर्को हामीले के लेख्नु पर्यो भन्दाखेरि यो दर्ता चलानी दुईटैको है, दर्ता चलानी सम्बद्ध समस्याहरू। ठिक छ। के समस्याहरू छन् त? ठिक छ नि। दर्ता चलानी सम्बद्ध समस्याहरू तपाईहरुले जान्नु पर्यो भने दुई तीनटा कुरा, एउटा नीति, अर्को संस्था
व्यक्ति, त्यसपछि प्रक्रिया, त्यसपछि स्रोत साधन, त्यसपछि प्रविधि, त्यसपछि प्राथमिकता, त्यसपछि कासमूह है, त्यसपछि चाहिँ के अनुगमन मूल्याङ्कन, त्यसपछि के दण्ड सजाय र अन्य भनेर यसबाट टेकेर तपाईहरुले समस्या लेख्नु छ। कतिवटा भयो 1 2 3 4 5 6 7 8 9 10 11 12 वटै भइसक्यो साथीहरु, कति लेख्नुहुन्छ भने हेर्नुस् है। नीति अब दर्ता चलानी सम्बन्धी सुस्पष्ट दीर्घकालीन र वैज्ञानिक नीतिको तर्जुमा र कार्यान्वयन गर्न नसक्नु। ठीक छ, दर्ता चलानीको लागि सुस्पष्ट दीर्घकालीन र व्यवस्थित नीतिको तर्जुमा र कार्यान्वयन गर्न नसक्नु एउटा दोस्रो संस्था। दर्ता चलानीको लागि चाहिँ सम्बन्धित निकायहरूको दर्ता चलानीका लागि सम्बन्धित निकायहरूको संस्थागत क्षमता कमजोर रहनु। व्यक्ति है, दर्ता चलानीमा दक्ष जनशक्ति है, दर्ता चलानीमा दक्ष जनशक्ति खटाउन नसक्नु। ठीक छ, त्यसपछि प्रक्रिया भनेको दर्ता चलानीको प्रक्रिया परम्परागत, लामो र झन्झटिलो हुन्। ठीक छ, लामो। अनि स्रोत साधन दर्ता चलानीको लागि आवश्यक पर्ने आर्थिक, भौतिक, मानवीय प्राविधिक लगायतका स्रोत साधनहरूको अभाव रहनु। त्यसपछि प्रविधिमा चाहिँ के दर्ता चलानीमा आईटी र आईसीटी को प्रयोग गरी यसलाई चाहिँ तपाईको प्रविधि मैत्री बनाउन नसक्नु अर्को समस्या है। दर्ता चलानीमा आईटी अर्थात् के आईटी र आईसीटी को प्रयोग गरी दर्ता चलानीलाई प्रविधि मैत्री बनाउन नसक्नु भन्नु पर्यो। अर्को के छ, यो प्राथमिकता दर्ता चलानी कार्यालयले प्राथमिकतामा राख्न नसक्नु, यो पनि भयो। प्रायोरिटी हुन्छ नि साथी, फर्स्ट प्रायोरिटी कसलाई दिने भन्ने कुरो दर्ता चलानी त्यति प्राथमिकता राखिन्न। अर्को दर्ता चलानीमा बस्ने कर्मचारीलाई चाहिँ आफू हेपिएको महसुस हुनु। ठीक छ, अनि कासमूह भनेको कार्य सम्पादन मूल्याङ्कन हो। यो कार्य सम्पादन मूल्याङ्कन भनेको के हो भन्दाखेरि कर्मचारीले वर्षभरि गरेका कामको मूल्याङ्कन गरेर त्यहाँ अङ्क दिइन्छ क्या साथीहरु। कार्य सम्पादन मूल्याङ्कन हामीले वर्षभरि के काम गरे, यो चाहिँ राजपत्राङ्कित कर्मचारीको केसमा चाहिँ वर्षमा 2 पटक र राजपत्र अनङ्कित कर्मचारीको हकमा चाहिँ 1 पटक हुन्छ। 1 पटक भनेको आर्थिक वर्षको सुरुवातमा, आर्थिक वर्ष सुरु भएसँगै साउनको 7 गते भित्र हामीले कार्य सम्पादन मूल्याङ्कन फर्म भरेर बुझाइसक्नु पर्ने हुन्छ। त्यसबाट हामीलाई अङ्क प्रदान हुन्छ र त्यो अङ्क चाहिँ बढुवा हुँदाखेरि जोडिन्छ, त्यो चाहिँ कार्य सम्पादन मूल्याङ्कन हो। दर्ता चलानी कार्यलाई चाहिँ कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनसँग आबद्धीकरण गर्न नसक्नु। यदि यसलाई चाहिँ कार्य सम्पादन मूल्याङ्कनसँग आबद्ध गर्यो र कर्मचारीलाई यो दर्ता चलानी कार्य राम्रोसँग गर्ने कर्मचारीलाई तपाईको भनौँ न उसलाई बढी अङ्क प्रदान गर्ने गरियो भने त कर्मचारी दर्ता चलानी शाखामा बसेर काम गर्न रेडी हुन्छ, तर त्यो छैन। अर्को अनुगमन मूल्याङ्कन भन्ने छ है। दर्ता चलानी कार्यको प्रभावकारी अनुगमन मूल्याङ्कन नहुनु। ठीक छ नि, वस्तुनिष्ठ र वैज्ञानिक अनुगमन मूल्याङ्कन नहुनु। त्यसपछि दण्ड सजाय भनेको दर्ता चलानी कार्यलाई चाहिँ तपाईको कर्मचारी दण्ड सजाय र पुरस्कार प्रणालीसँग आबद्ध गर्न नसक्नु है। राम्रोसँग दर्ता चलानीमा काम गर्ने कर्मचारीलाई चाहिँ के गर्ने, पुरस्कृत गर्ने र राम्रोसँग काम नगर्ने, काम ठग्ने कर्मचारीलाई दण्डित गर्यो भने पनि यो समस्या राम्रो हुन्थ्यो, तर त्यो छैन, त्यो समस्या भयो। अब अन्य समस्याहरू तपाईहरुले के भन्न सक्नुहुन्छ है। ल, दर्ता चलानीमा कर्मचारीहरू बस्न नमान्नु, त्यो पनि समस्या हो। अनि पत्र लुटिने, लुकाइने, चोरिने जस्ता प्रवृत्तिहरू कायमै रहनु, यो पनि समस्या हो। अब दर्ता चलानीका सम्बद्ध समस्या भन्यो भने यही कुरालाई चाहिँ तपाईहरुले मिलाएर लेख्नु पर्यो। मैले लेखिनँ है। अब समस्या समाधानका उपाय भनौँ भने त्यसैलाई उल्ट्याउँ। जस्तो हामीले समस्यामा के भनेका थियौँ, दर्ता चलानीको लागि सुस्पष्ट दीर्घकालीन र वैज्ञानिक नीतिको तर्जुमा र कार्यान्वयन गर्न नसक्नु भनेका थियौँ भने दर्ता चलानीको लागि सुस्पष्ट दीर्घकालीन र व्यवस्थित नीतिको तर्जुमा र कार्यान्वयन गर्ने। ठिक छ, दर्ता चलानी सम्बद्ध निकायहरूको संस्थागत क्षमता कमजोर रहनु भनेको छ भने सम्बद्ध निकायहरूको संस्थागत क्षमता के गर्ने, अभिवृद्धि गर्ने भन्नु पर्यो। अनि तपाईको व्यक्ति भनेको दर्ता चलानीमा योग्य दक्ष जनशक्तिको व्यवस्थापन गर्ने भन्नु पर्यो। दर्ता चलानीको लागि आवश्यक पर्ने भौतिक, आर्थिक, मानवीय लगायतका स्रोत साधनहरूको प्रबन्ध गर्ने भन्नु पर्यो। दर्ता चलानीको परम्परागत दर्ता चलानी प्रणालीलाई चाहिँ
के गरी विस्थापित गरी प्रविधि मैत्री र विद्युतीय दर्ता चलानी प्रणालीलाई के गर्ने कार्यान्वयनमा ल्याउने। ठिक छ। ल यही कुराहरू अनि प्रविधि आइटी र आइसिटीको प्रयोग गरी विद्युत दर्ता चलानी कार्यलाई विद्युतीय बनाउने अर्थात् प्रविधि मैत्री बनाउने भन्न सक्नुहुन्छ। त्यसपछि अरू के छ तपाईँको प्राथमिकता, दर्ता चलानी कार्यलाई चाहिँ अन्य कार्यसरह प्राथमिकतामा राख्ने, त्यो पनि भयो। अनि कासम्म भनेको दर्ता चलानी कार्यलाई कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनसँग आबद्धीकरण गर्ने, कार्य सम्पादन मूल्याङ्कन है, अनुगमन मूल्याङ्कन, दर्ता चलानी कार्यको वस्तुनिष्ठ अनुगमन मूल्याङ्कन गर्ने। ठिक छ नि। त्यसपछि दण्ड सजाय, दर्ता चलानी कार्यलाई कर्मचारीको दण्ड सजाय र पुरस्कार प्रणालीसँग आबद्धीकरण गर्ने। अन्य अनि चाहिँ के छ त्यही आधारले लेख्ने। ठिक छ। यी चाहिँ दर्ता चलानीमा रहेका समस्याहरू हुन्। अतः दर्ता चलानी कार्यालय कार्यविधिको महत्त्वपूर्ण हिस्सा रहे तापनि यसमा विभिन्न समस्याहरू रहेका छन्। ती समस्याहरूको समाधान गर्नका लागि उपयुक्त नीति, कार्यक्रम, त्यसपछि दक्ष जनशक्ति र चाहिँ प्राविधिक प्रणालीको अवलम्बन गर्नु जरुरी छ भनेर हिँड्ने बेलामा भन्न सक्नुहुन्छ। अब दर्ता चलानी है, दर्ता र चलानी बीचको समानता र भिन्नता है, समानता र भिन्नता कहिलेकाहीँ सोध्छ। ठिक छ नि। समानता र भिन्नता, दर्ता र चलानी बीचको समानता र भिन्नता सोध्यो भने अब 5 नम्बरमा सोध्यो मानौँ है, कति नम्बरमा सोध्यो 5 नम्बरमा। प्रश्न नम्बर 1 को उत्तर यो भन्नुहुन्छ है। अब कार्यालय कार्यविधि विधिको अभिन्न अङ्गका रूपमा रहने दर्ता र चलानी बीचमा रहेका समानता र भिन्नता है, समानता र भिन्नताहरू देहाय बमोजिम छन् भन्नु पर्यो। यो ब्याकग्राउन्डमा धेरै डेफिनेसन लेख्नुको पछि लाग्नु भएन किनकि समय गर्छ। अब समानता भनेको जस्तो मान्छे र चरा अनि समानता हुन्छ क्या, हरेक चिजमा समानता हुन्छ। जस्तो मान्छे र चरा के समानता छ, दुवै मान्छे र चरा दुवै के हुन् सजीव हुन्। मान्छेले पनि सास फेर्छ, चराले पनि, मान्छे र चरा दुवैले के गर्छन् सास फेर्छन्। भिन्नता भन्यो भने मान्छेले उड्न सक्दैन, चराले उड्न सक्छ। यो चाहिँ के भयो समानता भयो। ठिक छ नि। अब समानता दर्ता र चलानी बीचको समानता के हो? ल दर्ता र चलानी दुवै चाहिँ तपाईको यो कार्यालय व्यवस्थापनका आधार हुन्। एउटा समानता यो भयो है। अनि दुवैलाई भविष्यमा प्रमाणको रूपमा प्रयोग गर्न सकिन्छ। ठिक छ। अर्को है, दुवै कार्यालयमा अनिवार्य रहन्छन्। ठिक छ। दुवै कार्यालयको संस्थागत स्मरण अर्थात् संस्थागत स्मरण कायम गर्ने आधार हुन्, माध्यम हुन् भनेर भन्न सक्नुहुन्छ। ठिक छ। अर्को दुवैको लागि निश्चित ढाँचाको किताबको प्रयोग गरिन्छ हो। ल अर्को के, दुवैले कार्यालयको
कार्यबोझ पत्ता लगाउन मद्दत गर्दछन्। ठिक छ, दुवैको नम्बर 1 बाट सुरु भई क्रमशः बढ्दै जान्छ। यो चाहिँ समानता है। अब यो समानता यसरी लेख्ने है साथीहरु, डाइरेक्ट समानता होइन कि समानता पनि त भन्नु पर्यो नि त यहाँनिर है। के भन्नु पर्यो? समानता पनि त भन्नु पर्यो नि, अन्डरलाइन गर्नु पर्यो है। अब अर्को के भन्नु पर्यो तपाईहरुको? भिन्नता भन्नु पर्यो। ठिक छ नि, भिन्नता भन्नु पर्यो। अब भिन्नता लेख्दै गर्दा त तपाईहरुले बनाउने भनेको त्यही टेबल हो दर्ता र चलानी। अब यो भिन्नता मैले लेख्दिन, तपाईहरु आफै लेख्नु होला। ठिक छ, भिन्नता यता के दर्ता, ठिक छ, यता के चलानी। भिन्नता के छ? सबै परिचयमा छ साथीहरु। परिचय के छ? कार्यालयमा प्राप्त हुन आएका चिठी पत्रहरूको सुरुवाती अभिलेख राख्ने कार्य, कार्यालयबाट पठाएका चिठी पत्रहरूको अन्तिम अभिलेख राख्ने कार्य। ठिक छ, यो चाहिँ कार्यालयको के हो? रक्त सञ्चार हो। यो कार्यालयको के हो? उपलब्धि हो। ठिक छ, यो चाहिँ के हो? रक्त सञ्चार हो, सञ्चार हो। यो चाहिँ के हो? कार्यालयको उपलब्धि हो उपलब्धि हो। अनि यसले के गर्छ भने चाहिँ कार्यालयको कार्यबोझ बढाउँछ है। कार्यालयको कार्यबोझ बढाउँछ। अनि यसले चाहिँ कार्यालयको कार्यबोझ के गर्छ? घटाउँछ। ठिक छ। अब अर्को के भन्न सक्नुहुन्छ भन्दाखेरि यसको लागि तोकिएको ढाँचाको दर्ता किताबको प्रयोग गरिन्छ। दर्ता किताबको प्रयोग गरिन्छ भने यसको लागि कुन किताबको प्रयोग गरिन्छ? तोकिएको ढाँचाको चलानी किताबको प्रयोग गरिन्छ। लेख्न सकिन्छ नि त है, प्रयोग गरिन्छ। ल त्यसपछि अर्को के भन्न सक्नुहुन्छ भन्दाखेरि ल अर्को चाहिँ के भन्दाखेरि तपाईले भन्न सक्ने कुरा भनेको अब हेर्नुस् है। ल अब यसले कार्यालयमा कार्यको थालनी गराउँछ, सिर्जना गराउँछ, कार्यको उठान गर्छ, कार्यको सिर्जना गराउँदछ, कार्यको थालनी गराउँदछ र कार्यको उठान गर्छ जे भन्नुहुन्छ। यसले कार्य सम्पादन भएको जानकारी गराउँदछ, कार्य सम्पादन भएको जानकारी। अब यसबाट कार्यालयमा कुन मितिमा कुन कार्यालयले चाहिँ कुन प्रकृतिको अर्थात् कुन विषयको पत्र पठायो सोको व्यवस्थित अभिलेख रहन्छ। यसबाट चाहिँ के हुन्छ भन्दा कार्यालयले कुन मितिमा कुन कार्यालय कुन विषयको पत्र पठायो सोको व्यवस्थित अभिलेख रहन्छ भन्न सक्नु पर्यो। अब यसले के अरे यसबाट कार्यालयमा चिठीपत्रहरूको औपचारिक के हुन्छ? प्रवेश हुन्छ, औपचारिक प्रवेश हुन्छ। यसले कार्यालयमा चिठीपत्रहरूको औपचारिक प्रवेश गराउँदछ भन्दा पनि भयो है। यसले कार्यालयमा चिठीपत्रहरूको औपचारिक प्रवेश गराउँदछ भन्दा भयो। यसले कार्यालयबाट चिठीपत्रको औपचारिक के बहिर्गमन है, बहिर्गमन गराउँदछ। बहिर्गमन भनेको बाहिर पठाउने काम, बाहिर धक्याउने काम, बाहिर धकेल्ने काम गराउँदछ। यही भयो नि त साथीहरु, समस्या यही भयो। सरी, समानता र भिन्नता यही भयो। अब हिँड्ने बेलामा ठिक छ। अतः चाहिँ दर्ता र चलानीको बीचमा केही समानता र मूलभूत रूपमा भिन्नता रहे तापनि दुवै कार्यालय सञ्चालन तथा व्यवस्थापनका अपरिहार्य शर्त हुन् भनेर भन्न सक्नुहुन्छ। त्यो भयो। अब अर्को तपाईहरुलाई के सोध्न सक्छ कहिलेकाहीँ भन्दाखेरि ल यो विद्युतीय दर्ता चलानी प्रणाली सञ्चालनमा ल्याउन के गर्नुपर्छ वा गर्नुपर्ने कार्यहरू, ठिक छ, गर्नुपर्ने कार्यहरू भनेर सोधिन्छ। ठिक छ। ल अब प्रविधि मैत्री नीतिको तर्जुमा र कार्यान्वयन गर्ने। त्यसपछि संगठन संरचना हो। संगठन संरचनालाई प्रविधि मैत्री बनाउने। प्रविधिमा दक्ष र पोख्त जनशक्ति
उत्पादन र परिचालन गर्ने त्यसपछि दर्ता चलानीको लागि ल प्रविधि मैत्री दर्ता चलानीको लागि आवश्यक पूर्वाधारको निर्माण गर्ने ठीक छ। त्यसपछि अर्को के भन्दाखेरि यो परम्परागत दर्ता चलानी प्रणाली परम्परागत दर्ता चलानी प्रणालीलाई विस्थापित गर्ने भन्न सक्नुहुन्छ ठीक छ। अर्को एकीकृत सफ्टवेयर दर्ता चलानीको लागि भनौँ न हैन, जस्तो GIOMS छ नि हैन, दर्ता चलानीको लागि एकीकृत सफ्टवेयर निर्माण गरी सञ्चालन गर्ने ठीक छ। बारकोड र QR कोड है, बारकोड तथा QR कोड मार्फत पत्र ट्र्याकिङको व्यवस्था गर्ने है, ट्र्याकिङको व्यवस्था मिलाउने ठीक छ, व्यवस्था मिलाउने। अर्को डाटा सेन्टर तथा डाटा रिकभरी सेन्टरको व्यवस्था मिलाउने ठीक छ, मिलाउने। ल कति लेख्न सक्नुहुन्छ योभन्दा धेरै है, 1 2 3 4 5 6 7 8 वटा कुरा भइसक्यो ठीक छ। जस्तो ऊर्जा पर्याप्त ऊर्जाको व्यवस्था, इन्टरनेट सेवाको व्यवस्था है, यो पनि गर्ने भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। यही तरिकालाई तपाईहरुले मिलाएर लेख्न सक्नुहुन्छ ठीक छ। अब कर्मचारीलाई समयमा के गर्ने, पुनर्ताजगी तालिम अर्थात् प्रविधि सम्बन्धी तालिम प्रदान गर्ने भनेर पनि भन्न सक्नुहुन्छ। ल आजलाई यति गरे साथीहरु, आजको भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नु होला। यस्तै थप भिडियोको लागि मेरो युट्युब च्यानल सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। थ्यांक यू भेरी मच।